भाउजूलाई ढोक दिए भाइ त कहाँ हो यस्तो यो भाउजू के भयो कसैले ओहो भाउजूले आज सामान सब मागेको थियो कसैले रेडी भयो आमाको लागि हैन। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु एकदमै। आज चाहिँ म यहाँ चितवनबाट चाहिँ यहाँ गोर्खा आएको छु आफ्नो मामा घर। धेरै पहिला आएको थिएँ म। अहिले चाहिँ म लगभग 4-5 वर्षपछि चाहिँ म अहिले फेरि यहाँ आफ्नो मामा घर आएको छु है। यहाँ हेर्नुहोस् यहाँ यस्तो राम्रो यहाँ मेरो बाइक चाहिँ यहाँ छ है। ल हामी आमा गएको अब हामी चाहिँ अब झिङाटे गएको झिङाटे मम्मीकोमा गएको है। जाऊ जाऊ अब 10-11 बच्चा खाना खान जाने अब। ल ल ल आमा उता झिङाटे जाने भात खान मम्मीले बोलाउनु भा अब त गएर आउने है। दिउँसो भेट्नुपर्छ है। दिउँसो भेट्नुपर्छ ल ल मामा जाउँ ल। ल अब हामी चाहिँ ट्याक्क लाएर ठुलमैबाट खाना खान जानु लाग्यो। हाम्रो घर हिजो त राम्रोसँग देखेको थिएन, आज त खतरा देख्यो। हाम्रो कटेर हेर्दा पुरानो जन्मथलो यता अब पुरानो जन्मथलो यो चाहिँ भूकम्पले भत्केर गइसक्यो। यो चाहिँ भत्केर फेरि बनाएको। ल अब उतैतिर भेटौँ ल। ल मामा जाऊँ ल। कता जाने मामा कता जाने? यहीँ तलबाटै हुन्छ। ल आमा ल अब सर लाएर सट्ट लाएर यहाँ चाहिँ अलिक मोड्न गाह्रो हुँदो रहेछ है। त्यो कस्तो अप्ठ्यारो हुने क्या मोड्नलाई नै। हाम्रो नयाँ घर पहिला एकचोटि यहाँनिर फोटो खिचेको याद छ नि मामा? यहाँनिर फोटो खिचेको त्यो फोटो अहिलेसम्म छ क्या। हो यहीँनिर खिचेको हामी त्यो को के अरे ठुलमामाको छोरीहरू अनि हामी रुपेको खिचेर अनि यहाँ खिचेको फोटो छ अहिलेसम्म छ क्या यहाँनिर। त्यो पेपरमा राखेर हेर्छ नि अन्डी त्यो धुलाएर त्यो फोटो त्यो मेरो फोटो देख्दा म हाँस्छु। मेरो फोटो देख्दा त्यो फोटो देख्दा हाँसो लाग्छ। तर यहाँ त बाइक जाँदैन है। यतिमा चाहिँ झर्नु रहेछ सरक्क बनाएको कति राम्रो हुन्छ यार। अब भ्यू चाहिँ कस्तो दामी देख्यो आज पानी हिजो पानी पऱ्यो भएर। अहिले मौसम कस्तो राम्रो देख्यो है पानी पऱ्यो भएर खुल्ला। एकछिन त्यो खाना जस्तो चार्ज गर्नु पऱ्यो। हाम्रो गाउँतिरको बाटो झन् यस्तो हुन्छ होइन, काठमाडौँको बाटो यस्तो कहाँ हुन्छ? यस्तो हुन्छ पुरै जतासुकै पिछे यस्तो गाउँमा गोर्खातिर त यस्तो पुरै पिच छ। गोर्खातिर पनि यस्तो खतरा पिच बना गाउँतिर जता पनि भरेको हुन्छ। यहाँ गोर्खा बजार 70 किलोमिटर रहेछ त्यहाँ। र झिँगाडी पनि आउनु लाउनु है। यसलाई झिँगाडी भन्छ होइन के भन्छ यसलाई? यसलाई चुरेटा गाउँ भन्छ। र हामी ठ्याक्कै ठुलोमम्मी घर आइपुग्नु लाग्यो। भीमसेन थापा शहीद स्मृति गेट र अब यहाँले चाहिँ हाम्रो ठुलोमम्मी घर जाने बाटो हो यो। यो गाई त तर्छ त्यहाँ बाटो चाहिँ कस्तो नभनेको यार। यस्तो यता ज्ञान छ यार आमा यार। तर घर चाहिँ खतरा खतरा बने जस्तो बने यस्तो डाँडा बने यार। ए यो बाटो है बरालबाट यो अझै पहिला खतरा दिन्छ थियो नि यो। के हुनु लाग्यो यहाँ बाटो पिच बन्यो भने त खतरा हुन्छ। ल ठुलो घर नै आइपुग्नु है। यो एरियाको सबैभन्दा ठुलो घर बिल्डिङ सबभन्दा ठुलो मम्मीहरूको घर हो सबै
टाढाबाट पनि देख्छ यो घर त जहाँबाट पनि देख्छ ए जताबाट पनि देख्ने हामी पहिले खेल्ने चौतारा एरिया माथिबाट को हो हेरेर खान्छ बाइक जान्छ तल जाँदो रहेछ त ल हामीहरू आइपुग्यो ठुलममी घर ट्याक्क लाएर खै त नमस्कार गरे रक्की दाइको ठुलो छ र होइन खै कान्छ त हेरेर पुरै फुटिया त उठ त ओहो भाउजू त ढोक दिए गाडी लगिसक्यो ठुलोमै पसल खतरा छ यहाँ खतरा देख्दो रहेछ बवाल देख्दो रहेछ ल अब हामी यहाँ माथि जानु लाग्यो कहिले ठुलोममी ए होइन बाहिर बस्ने नि घाम तापेर बस्ने नि ए क्यामेरावाला यहाँ छ है क्यामेरावाला अहिले आऊ ल ल कहाँ जानु लाग्यो खेल्न झिङ्गाटे है अन्त हाम्रो पुरानो घर कहाँ हुन्छ त्यहाँ पुरानो घर यो पुरानो घर यो पो है यो मैले हात देखेको छ पुरानो घर यो चाहिँ पुरानो घर है देख्छ मैले देख्छु यहाँ त खतरा भ्यू देख्छ छ है बहिनी लजा किन लजा तिमी बहिनी आज सुविधा हो बहिनी त पुरै लजा हाम्रो हेर भाइ डाउन भाइ जिग्री डाउन हो भाइ चाहिँ बाख्रा चलाउनलाई घाँस सास झार्नलाई रेडी भएर बस्यो है खोइ यता फर्काउनु नि त खुर्पिट्याएको यो यसलाई के भन्छ खुर्पिट्याएको हाम्रो भाइको खुर्पिट्याक तिम्रो चाहिँ के ट्याक मम्मी तपाईँ के गर्नु मास्टर पुरै त्यहाँ मासु देखाएँ मैले कहाँ यहाँ म थाल टल्केको मात्रै देखा ठुलोमा खै पुरै ओरिजिनल चरकको थाल मान्नु होइन काठमाडौँबाट ल्याएको ओरिजिनल थाल अन्त यहाँ थालै पाउँदो रहेछ हाम्रो भाइ चाहिँ खतरा गाडी घोडा लाग्यो पछाडि के खुर्पेर राखेर होइन जाऊँ कुदाम ए भाइले कुदाए गाडा कुदाए गाडा कुदाएर होइन तल घर जानु लाग्यो पुरानो घर जानु लाग्यो हामी चाहिँ ठुलोमम्मीको पुरानो घर जानु लाग्यो गाडा गुडाउँदै धुलो उडाउँदै हो मम्मीकै पुरानो घर यो हो अहिले गाडा गुडाउँदै सबैलाई हामी अब पुरानो घर यो होइन हाम्रो पुरानो मम्मीको घर आइपुग्यो यता अगाडि मन्दिर छ मम्मीको पुरानो घर चट्ट लाएर बाख्रा नि छैन अहिले ताल्चा पछि माथि बस्नुहुन्छ चट्ट लाएर पहिला हामी यहाँ भाउजू कोठा थियो नि पहिला यहाँ भाउजू कोठा थियो
अब हामी यहाँ तल गोठतिर जान्छौँ। बाख्रा छ नि चाहिँ खोर पनि कति ठुलो दामा कतिवटा बाख्रा छ नि सब निकालिसकेको छ भाइले त। भाइले पुरै कुदे गरे हे स्या कि स्या भने हे बाख्रा गोठा लान्छ भाइ के गोठा लाने भाइ बाख्रा गोठा लो बाख्रा गोठा भाइ त्यहाँ गएर बाख्रा सारा चराउने हैन पछाडिपट्टि फुलपट्टि हालेर हैन खनाएको बोट यार कता खदा खनाएको बोट चाहिँ अरे बाख्रा चरिरा कान्छी बहिनी के छ ठिक छ हैन तिम्रो खबर तिमी के गर्न बाख्रा चलाउन हो ए खोइ त बाख्रा बाख्रा त्यहाँ टन्ने छ है टन्ने बाख्रा छ हाम्रो के भाइ पुरै चन्ठा आउँदै खतरा खाँदा आमा भाइ कहाँ चढेको लड्ला फेरि त्यहाँ लड्ला त्यहाँ पुरै के गरेर त्यस्तो त्यो रुख हल्लाको भाइ त के हो त पुरै पुरै भाइले त के छ ठीक छ छैन लड्छ तल आऊ तल कहाँ चढे भाइ भाइ त कहाँ हो यस्तो यो कहाँ तिमी डन हो तिमी डन आयो डन होइन डन आयो डन जाऊ न भन्नु भाइ फेरि रुखमा चढे रुख पनि कस्तो हो त आमा कप्चो चढ्यो भाइ त आमा माथि चढ्यो त यस्तो दामी भ्यू छ है ए बाख्रा के छ भाइहरू चाहिँ दाउरा के अरे बाख्रा चढाउँछ चट्ट बाह्रमा है ठुलोमा सब यहाँ दाउरा साउरा चाङ लगाएर राख्नु भएको पुरै यहाँ बन्न खतरा यो खनाएको बोटो है भर्खरै अलि सानो फल्दै खनायो यत्रो खनाएको फल्दैछ कति ठुलो छ खनाएको बोटो यहाँ खनायो फलायो खनाएको बोटो पहिला कति ठुलो चौतार थियो अहिले घरहरू त पुरै सुनसान छ बाटो त कोही छैन खाली छ घर ठुलमम्मीहरूको बस्छ होइन कति सामान त टन्नै रहेछ यो चाहिँ ठुलमम्मीहरूको बस्छ चकिचकाउ भ्यू खतरा देख्छ ठुलमम्मीहरूको घरबाट चटा दामी देख्छ स्कुल भन्दै मामे चण्डी मावि स्कुल हो यो चण्डी मावि अहिलेसम्मको खतरनाक स्कुल हो अस्ति नै हामी यहाँ प्रोग्राम भएको बेला आएको थियो क्या पहिला धेरै वर्ष अगाडि यहाँ त यस्तो रहेछ पुरै डाँडै है तसुकै डाँडै आमा अब यहाँ फर्किन हामी चण्डी मावि स्कुल जाने ठाउँ होइन बाटो किन यहाँ टिच गर्नु पर्ने है स्कुल जाने बाटो चाहिँ अलिक राम्रोसँग ढलन गर्नुपर्ने क्या तसम्म चाहिँ छिर्ने बाटो पनि साँगुरो छ इक्जाम भइरहेको क्या आमा भाइ त तर्छ या त हो रे हजुर
पुरै गाउँै गाउँ रहेछ लो यहाँ त्यस्तो रहेछ ल यहाँ बाटो बन्द रहेछ यहाँ फर्किनु पर्छ अब त्यस्तो चौधा छ छिटो बनाइसकेको कति छिटो चौधा छ यहाँ अब हामी फर्किन्छौँ है चण्डीबाट चण्डी स्कुल कति खतरा बनाएको त्यहाँ सल्लाह गाडी जानु खोज्यो बाटो यस्तो छ आमा के जस्तो है त्यति कहाँ लड्छ कि हो सल्लाह गाडी जानु बाटो बाटो त के जस्तो बाघ त आउँदैन फेरि फेरि कता कता हो कता हो यहाँ त बाटो त के जस्तो हिजोको हावाहरू ढालेछ कि हो आमा हिजोको हावाहरू ढाले जस्तो लाग्यो बाटो त कता हो दुईवटा बाटो छ कता बाटो यता पनि बाटो छ यता पनि बाटो छ कति जाने हो यहाँ त यो चाहिँ सुरुमा त जान्छ मन्दिर यहाँ त घर पनि रहेछ त के जस्तो यो ठाउँ त यहाँ त अझै यो तोरीसोरी रोपेला त बबा देख्छ होला है आमा फेरि ठाउँको बस्तीको भ्यू के गराएको थियो ढुकुर जस्तो ए उता करा रहेछ थाप्लामा खेत छ यहाँ पनि छ नि त कहाँ खेत छ तल फाइनली गएर हामी चाहिँ सल्लाह घारीको पिकनिक स्पोट स्कुलमा आइपुग्यो हिजोको हावाहरू सबै रुख ढालेर चाहिँ यहाँ त है हिजोको हावाहरू सब रुख ढालेर नि त पुरानो सुकेको रुखहरू खतरा रहेछ ठाउँ त्यहाँ त्यो डाँडा चढ्दै मामा चट्ट बाह्रमा हामी यहाँ झिँगाटेको गोर्खाको झिँगाटेको सल्लाह घारी पिकनिक स्पोट यहाँबाट भ्यू खतरा देख्दो रहेछ आमा के जस्तो यो यहाँ तलसम्म रोड झारेको होला तेरिका झाडै गएको थिएँ छोटो लाएर यहाँ चाहिँ फोहोर फाल्टमा बनाएको छ खाल्टो यहाँ चाहिँ मेरो बाइक हामी चाहिँ टक्क घुम्न आएको यो चाहिँ के टोइलेट बाथरुम हो कि हो ए यता तलतिर पनि टर्नै रहेछ ठाउँहरू खतरा रहेछ यहाँ सल्लाह घारी चाहिँ पुरै सल्लाहको रुख हो अरे क्या यहाँ यो पनि भर्खर बनाउला रहेछ पानी ट्याङ्की बनाउनु लाग्यो त्यहाँ सल्लाह धुपैले सानो गीत पनि आएन फेरि त फेरि यस्तो बेला गीत कहाँ आउँछ फेरि मायामा दिल बस्यो तिम्रो बोलीले भन्थ्यो के भन्थ्यो है गीत आएन फेरि यहीँ खानासाना पाउनु ठाउँ रहेछ यहाँ दारिस एउटा आनन्द यसलाई चाहिँ के भन्छ सल्लाहको के भन्छ थाहा छैन मलाई चाहिँ के हो यो तर जे छ यो राम्रो छ पुरै यस्तो बुट्टे भरेको छ हेर के भन्छ यसलाई के भन्छ खै दामी छ रामेन हेलो गाइस अहिले चाहिँ हामी यहाँ यो गोर्खाको झिँगाटेको चाहिँ यो सल्लाह घारी पिकनिक स्पोटमा आएको छौँ है बिस्तारै अब घरतिर जान्छौँ सबै लाएर सल्लाह घारी पिकनिक स्पोट सबै खालि मामा यहाँ अगाडि बाँध्नु सेवा गरेर
गाइज अब हामी चाहिँ सल्लाहघारी पिकनिक स्पोट घुमेर चाहिँ अब घर फर्किनु लाग्यो धेरै घुमियो अब भिडियो चाहिँ अन्तिमसम्म हेऱ्यो मलाई एकैचोटि अब हामी घर पुगेपछि मात्रै देखाउँछ है यो भिडियोलाई ओइ भाउजूले के गर्नु भयो कसैले ओहो भाउजूले आज सम्मान स्वरूप मायाको चिन्ह प्राप्त गर्नुभएको छ है हाम्रो यो सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रम मायाको चिन्ह मोटी भाउजूले ल्याउनु भयो यो कसरी बोकेर ल्याउनु भयो कि अब खाइ नसके ल्याउनु भयो स्पेशल यो के अरे पुरी र के अरे भुजिरा के भन्छ यसलाई निम्की मामा र अनि के अरे बाबुले के भन्छ मलाई के भन्छ बाबुले हाने कस्तो नाम दिन्छ रातो साडीमा त चक्क लाग्यो मायाको काका ए तपाईँ यस्तो राम्रो हुन्थ्यो नि हामीलाई चाहिँ अब भाउजूले कस्तो राम्रो सिन देखेको यस्तो बबल देखेको ओहो यार के हो यस्तो यार कस्तो दाम देखेको आकाश निलो थियो हेर्नु न ओहो यो चाहिँ दिउँसोको भ्यू हो दिउँसोको भ्यू त बबल देखेँ सो दिउँसोको भ्यू क्या मम्मी कस्तो भइरहेको त नि रमाइलो भइरह है रमाइलो भइरह कहिले कहाँ जानु भाउजू कहाँ जानु भयो खै त भाउजू लाजले भुत्तकै भएर फेरि यहाँ के र यति राम्रै भाउजू देखेको तपाईँले मेकअप गरेर भएर के होला है खतरा देख कस्तो दामी देखे भाउजू म तपाईँलाई देखाइन्छ भन्नु तपाईँको फोटो देखिरहेन भाउजू र हामीलाई चिया बनाउनु भएन चिया खान्छ रे भाउजूले मिठो चिया चट्ट परेको चिया फिका चिया मिठो चिया फिका चिया अनि बिस्कुटसँग चप्पो के रहेछ त खाजा ए खाजा स्पेसल रहेछ पुरै एउटा जेली एउटा के रे समोसा दुईटा पुरी हो र ए हजुर कोइला हजुर यही हो मामा भन्छको चिया आइपुग्यो ट्याक्क लाएर भ्यू हेरेर चट्ट खाने त मामा भाउजूले ट्याक्क लाएर चाहिँ खाजा बिस्कुट रे समोसा रे चिया रे निम्की रे के रे अनि पुरी त देखाउनु भएन ए भित्र जेरी चाहिँ भन्नु न जेरी भित्र लुगा राख्नु कहाँ देख्छ त जेरी भित्र लुगा राख्नु भयो अनि कहाँ देख्छ त नि तपाईँ ल ठुलो मम्मी हामी एक्लै होला त एक्लै मामासँग जाने भने कहाँ एक्लै जान्छ अनि दिनभरि बसिसक्यो त कति भनेर भोलिबिहान त जाने उता काठमाडौँतिर के राख्नु भयो माथि जानु भयो आउँदैन म कहाँ पछि आउँछ भिडियोमा जाने पछि आउँछ भाउजू हाँसेर छ ल के हाल्नु कसरी बात आउँदैन हो आउँदैन यहाँ आउँछ त के हालिदिनु भयो त नि अब चाउचाउ बिस्कुट हाल्नु भने उतै छ देखेर आमाकोमा कसरी तर भयो भाउजू
आमाको कसरी तयारी भयो नि त आउनु त ल्याउनु त्यो त आउनु ल कसैले रेडी भयो आमाको लागि होइन धेरै धेरै धन्यवाद भाउजूलाई ठुलो हाँसु मेरो पछाडि फर्केपछि ल बाई बाई भाउजू ल मामा हो त मामा ल हस् मामा एकै के अरे भाउजू सबैलाई नमस्कार है ल ठुलो मामी ल राम्रोसँग बस्नुहोस् है भाउजू यसरी नै हाँसेर बस्नुहोस् आउनु त आउँदैन तपाईँ लग्नुहुन्छ यो चाहिँ अब भइराखेर आउँला अब ल ए आमा 10 दिन हुन्छ अब सिमी माथि मिलिहाल्छ यसो मात्रै गर्नु त सियर आउँछ अब र ठुलो मम्मी के अरे आन्टी के अरे भाउजू अनि इष्टमित्र छरछिमेक सबैलाई ओके बहिनी भाइ ल गएर आउँछ मामा घरतिर फर्किनु लाग्यो अब यो रमाइलो भयो मामा है दिन बित्दै पत्तो भएन आनन्द भयो क्या कुनै कुराको टेन्सन पनि भएन आनन्द लाएर ठुलो मम्मी घर दिनभरि बस्यो मासु भात खाएर ल फाइनली गाइस हामी चाहिँ अब आइपुग्यो ठुलो मम्मी घरमा गएर आइपुग्यो हामी चाहिँ अब ठुलो मम्मी घर गएर आइपुग्यो आमा एक्लै बसिरहनु भएको रहेछ लाटी पनि एक्लै बसिरहेको रहेछन् होइन यति दिनसम्म हाम्रो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन थ्याङ्क यू फर वाचिङ भिडियो होइन अगर यति नै अगर यो भिडियो यहीँ टुङ्ग्याउँछु हस् त नमस्कार भन्दैन आमा हस् त नमस्कार ल ट्याक